दर्शक महानुभावहरू निरन्तर रूपमा भविष्य दर्पण कार्यक्रममा केन्द्रित हुनुहुन्छ। बिहानको समयमा दीप टेलिभिजन तथा विभिन्न सामाजिक सञ्जाल मार्फत त यहाँहरूले भविष्य दर्पण कार्यक्रम हेर्दै हुनुहुन्छ। सबै कुराहरू एकै मजेरीमा एकै ठाउँमा प्राप्ति गर्न सक्नुहुनेछ। त्यसको लागि निरन्तर रूपमा भविष्य दर्पण कार्यक्रममा केन्द्रित रहनुहोला। आउनुहोस्, यहाँहरूको विशेष आजको दिनमा थोरै समय हामी वास्तुलाई लिएर चर्चा गरौँ। किन भन्दा मैले अग्रिम नै सबै कुराहरू बताइराखेको छु। शरीरलाई जति प्रोटिनको आवश्यक पर्दछ, शरीरलाई जति क्यालोरीको आवश्यक पर्दछ या स्वास्थ्यवर्धक भोजनको आवश्यक हाम्रो शरीरलाई स्वस्थ बनाउनको लागि र हेल्दी बनाउनको लागि आवश्यक पर्दछ, त्यस्तै प्रकारले हाम्रो घरलाई पनि हेल्दी र स्वस्थ बनाउनको लागि सकारात्मक ऊर्जाको भने आवश्यक पर्ने गर्दछ। घर स्वस्थ रहे विचार स्वस्थ रहन्छ, घर स्वस्थ रहे मन स्वस्थ रहन्छ, घर स्वस्थ रहे व्यक्ति पनि स्वस्थ रहने गर्दछ र जीवन पनि प्रगतिदायक रहने गर्दछ। त वास्तुमा पहिलो आउँछ भूखण्ड। आज भूखण्डको चर्चा नगरिकन हामी चर्चा गर्नेछौँ विशेष दिशाहरू मार्फत। हिजोका दिनमा यहाँहरूको समक्षमा आग्नेय दिशालाई लिएर चाहिँ विशेष चर्चा रहेको थियो। आउनुहोस्, आजको दिनमा यहाँहरूको समक्षमा चर्चा रहनेछ नैऋत्य दिशालाई लिएर चाहिँ। अब यहाँ सबैको मनमा केही न केही प्रश्न होलान्। हाम्रो घरमा नैऋत्य दिशा कहाँ पर्दछ? कम्पास छैन। कम्पासबाट नाप्ने प्रयास गर्नु होला। यदि मैले भने अनुरूप यहाँहरू चाहिँ तद विषयमा उम्बिनुहुन्छ भने यहाँहरूलाई ठिक्क थाहा पनि हुन्छ। दक्षिण फर्किनुहोस्। दक्षिण फर्किन साथ तपाईँको चाहिँ दाहिने हातको जुन कर्नर पर्दछ, जुन कुना पर्दछ, त्यसलाई भनिन्छ नैऋत्य कोण। दक्षिण र पश्चिमको कर्नरलाई भनिन्छ नैऋत्य कोण। अब यो नैऋत्य कोण किन आवश्यक छ, यसको महत्त्व के छ, आउनुहोस् यो विषयलाई थोरै चर्चा यहाँहरूको समक्षमा गर्दछु। नैऋत्य दिशा अर्थात् निऋति देवताको दिशा बताइन्छ। निऋतिको अर्थ हुन्छ ज्येष्ठा, ज्येष्ठाको अर्थ हुन्छ लक्ष्मीको दिदीलाई भनिन्छ ज्येष्ठा। लक्ष्मी धनदायक प्रदायक छिन् भने ज्येष्ठा दरिद्र प्रदायक रहने गर्दछन्। त्यही भएको हुनाले यो स्थान भनेको आसुरी शक्तिको स्थान पनि बताइन्छ नैऋत्य दिशालाई। त्यही भएको हुनाले नैऋत्य दिशामा कुन ग्रहको विशेष प्रभाव र प्रकोप रहने गर्दछ? राहु र केतु यो ग्रहको स्वामी हुन्, यो ठाउँको स्वामी हुन्। नैऋत्य दिशाको स्वामी राहु र केतु र सर्पलाई बताइन्छ। तदनुसार नैऋत्य दिशालाई मेदिनी अर्थात् ग्रहको अर्थात् भूखण्डको हिसाबले मेदिनी शक्तिको पनि या विश्व मेदिनी दृष्टिले हेर्दाखेरि वास्तु पुरुषको मूलाङ्कन चक्र जागृत हुने ठाउँ या खुट्टाको ठाउँ पनि बताइन्छ नैऋत्य दिशालाई। त्यही भएर नैऋत्य दिशामा के कुराहरू हुनाले सुख शान्ति समृद्धि र वैभव प्राप्ति हुन्छ र नैऋत्य दिशामा के कुरा हुनु हुँदैन, जो महत्त्वपूर्ण छ, ठुलो वास्तु दोष निर्माण गर्दछ। पहिलो कुरा हो ठिक नैऋत्य कोणमा शौचालय र सेफ्टी ट्याङ्की हुनु हुँदैन। अब यो सेफ्टी ट्याङ्की चाहिँ तपाईँको चाहिँ अन्य दुई प्रकारका हुने गर्दछन्। एउटा बोरिङ वाटर सेफ्टी हुन्छ, वाटर सेफ्टी पनि राम्रो हुँदैन। अर्को चाहिँ शौचालयवाला सेफ्टी पनि राम्रो हुँदैन। यो दुवै त्यो घरको सदस्यतालाई नुकसान पुर्याउनको लागि चाहिँ एकदम धेरै महत्त्वपूर्ण हुन्छ। किचन, खाना पकाउने ठाउँ नैऋत्य दिशामा हुनु हुँदैन। यदि खाना पकाउने ठाउँ नैऋत्य दिशामा हुन्छ भने त्यो घरमा पक्ने जति पनि पकवान छ त्यो विषजनक हुन्छ भनेर चाहिँ वास्तुदोष अन्तर्गत शास्त्रमा बताइएको छ। तदनुसार यो ठाउँमा बोरिङ, सेफ्टी ट्याङ्की, अन्डरग्राउन्ड जस्ता चिज हुनु हुँदैन। नैऋत्य दिशामा शयन गर्दाखेरि शिर राखेर पनि शयन गर्नु हुँदैन। नैऋत्य दिशा डाउन एकदम खाल्टोमा परेको हुनु हुँदैन। घरको नैऋत्य दिशालाई थोरै उठाएर चाहिँ घर बनाउनु पर्ने हुन्छ। नैऋत्य दिशा र दक्षिण दिशा उठेको हुनुपर्छ र पूर्व दिशा र उत्तर दिशा ढलानमुख हुनुपर्ने हुन्छ। यो घरको भूखण्ड अर्थात् वास्तुको कुरालाई लिएर चाहिँ यहाँ मैले बताएको छु। नैऋत्य दिशामा के कुरा राख्नाले लाभप्रदायक हुन्छ? नैऋत्य दिशामा घरको या कोठाको नैऋत्य भाग बुझ्नु होला। पश्चिम र दक्षिणको कर्नरलाई नैऋत्य कोण भनिन्छ। यो ठाउँमा गरुङ्गो चिज राख्नु लाभदायक बताइएको छ। आलमारी राख्नु, भारी गरुङ्गो चिज राख्नु शुभ सुखदायक बताइएको छ। घरको मुख्य व्यक्ति
जसलाई चाहिँ घरको मुख्य सदस्यहरू श्रीमान श्रीमतीहरू दक्षिण र पश्चिम दिशाको कोठा जो हुन्छ जसलाई नैऋत्य कोठा भनिन्छ त्यो कोठामा शयन गर्नाले दाम्पत्य सुखवर्धनम दुवैमा सुख र यश र घरमा सुख बढ्दछ। त नैऋत्य कोठामा घरको मुख्य व्यक्ति शयन गर्ने ठाउँ बनाउनु उचित बताइएको छ। नैऋत्य कोठामा सुत्दाखेरि दक्षिण सिरानी हुनुपर्ने हुन्छ र उत्तर खुट्टा हुनुपर्ने हुन्छ। यो कुराको विशेष ध्यान दिनु होला। नैऋत्य दिशा महत्त्वपूर्ण छ, यो अर्थमा महत्त्वपूर्ण छ किन भन्दा यहाँ राहु र केतुको स्थान बताइएको छ। जलको स्रोत हुनु हुँदैन, खाल्टो हुनु हुँदैन, नैऋत्य दिशा कटन भएको हुनु हुँदैन। यी कुराहरूलाई विशेष ध्यान दिनु होला। नैऋत्य दिशा दरिद्रताको दिशा हो। यो स्थानमा भूत प्रेत डाकिनी साकिनी मसान र क्षेत्रपाल आएर चाहिँ बस्ने गर्दछन्। नैऋत्य दिशामा समस्या भयो भने भूत प्रेत आदिहरूको पनि समस्या घरमा बढेर जान्छ। नैऋत्य दिशालाई ब्यालेन्समा राख्नुको लागि चाहिँ नैऋत्य दिशातर्फ हनुमानजीको चित्र फर्काएर राख्नु। नैऋत्य दिशालाई फर्काउनको लागि सिधै उत्तर दिशामा थोरै वायव्य कोणतिर गएर चाहिँ बल्ल हनुमानजीको तस्बिर राखिदिनु भयो भने हनुमानजीको अनुहार नैऋत्य दिशातर्फ हुनुपर्ने हुन्छ। त्यो पञ्चमुखी हनुमानजीको तस्बिर या फोटो राख्नाले नैऋत्य दिशाको जति पनि नेगेटिभिटी हुन्छ त्यसलाई कम गरिदिन्छ। तर खाल्टो र सेफ्टी ट्याङ्की र बोरिङ भएको नेगेटिभिटी फेरि हट्न सक्दैन। यो त मेजर समस्या हो। फेरि यसलाई चाहिँ पूर्ण त्यो ठाउँ र खाल्टोलाई पुरेर मात्र त्यसको चाहिँ शुभ प्रभाव प्राप्ति गर्न सकिन्छ। सामान्यता भनेको हनुमानजीको तस्बिर राख्नाले शुभदायक हुन्छ र साथसाथै यो स्थान भनेको सर्पादिका स्थान पनि हुन्, नागको स्थान हो। त्यही भएर गन्दगी नराख्नुहोस्, फोहोर नराख्नुहोस्, सफा राख्ने प्रयास नैऋत्य कोणमा गर्नुभयो भने नाग देवता तपाईँका घरमा सकारात्मक प्रभाव पार्दछन् र नाग कृपा पनि प्राप्ति रहनेछ। त दर्शक महानुभावहरू यो थियो घरको नैऋत्य कोण जसलाई चाहिँ दक्षिण र पश्चिमको कर्नर या कुना भनिन्छ, जसलाई नैऋत्य दिशा भनिन्छ। नैऋत्य दिशा सम्बन्धित कुराहरू त यहाँहरूले मोटामोटी बुझिसक्नु भएको छ। अब आउँ सिधा यहाँहरूको जीवनको कुण्डली